हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ मेरो छुट्टी। अनि म टक्क आज उठेर ब्रस गरिसकेँ, त्यो त देखाउनु मिलेन है। अनि टक्क आएर है मैले यहाँनिर आफ्नो कोठा मिलाएँ टक्कसँगले। दामी। यो भनेको चाहिँ हाम्रो टिभी 65 इन्च हो नि, फेरि 65 इन्चको टिभी हो नि, फेरि सक्छ त एउटै घरमा अनि दुईवटा भ्लगर भएपछि कसले सक्छ हामीलाई। अनि अरू कुरा त्यस्तै होइन। अनि के गरेको यो किवी अब हामी चाहिँ यस्तो भन्छ है गाइस, यो चाहिँ ब्रेकफास्ट हाम्रो। ओके, यो चाहिँ जापानिजको महँगो सुन्तला मात्र 2000 को। 220 रुपियाँ बोल्यो। अब 220 रुपियाँ जे बोल्नु क्या, अब जे बोल्छ क्या। डलरमा भन्छ कि म त्यस्तै खासै म डलरमा भन्छ। अब हामी चाहिँ खान्छ है। अनि के भन्दाखेरि गाइज, हाम्रो चाहिँ अब यहाँ हाम्रो होइन, अब जापानमा सबैकोमा त्यो गोमी भन्ने चाहिँ अब कुन बार कतातिर फुटबल थाल्छ होइन। हाम्रोतिर चाहिँ सोमबार थाल्छन् होइन। यो चाहिँ हाम्रो मनिष दोषको साइकल नयाँ। आज यो लिएर घुम्न जानुपर्छ क्या हो, नयाँ साइकल। यसलाई चाहिँ जूमा राखेको थियो, यहाँ जापानिज सरकारले भागेर आएछ। आछु कति चिसो गाइज, हाँसले आइज न, कस्तो रहेछ यार। लास्ट पाएपछि गाइज यो साला साथीको नाममा कलङ्क हो क्या। हाम्रो अपार्टमेन्टको चाहिँ यहाँ भन्छ है। टक्क आएर यहाँ यहाँ रहेछ, सानो अन्त देखिँदैन। तपाईँहरूलाई यस्तो गुडिया चाहिन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यसलाई गर्दा हुन्छ, यो गुइठेलाई। लुइस भुटन हो र? हेलो गाइज, हेलो गाइज, ये क्या है? अब हामीसँग पैसा छैन गाइज होइन। हाम्रो चाहिँ अब नयाँ सामान अनबक्सिङ भनेको नि अब यो रिसाइकल सबबाट हुन्छ है। हामीलाई दिन्छ कि मलाई होइन, यसलाई दिन्छ यो गुइटेलाई। अनि मैले चाहिँ खजाना भेटिसकेको छैन हाम्रो अनबक्सिङमा। क्युट, कति सक्दो चिप्लो अथवा हातमै आउँदैन त, हातमै आउँदैन त। मलाई यो दिनुहुन्छ? मलाई यो चाहियो। कहाँ राख्नु भने मेरो कुरा खाली हो। मलाई मैले बोलेको चाहिँ होइन। ओप्पो पिकाचो लान्छ, पिकाचो नि भेटिसकेको ला। उयो एउटा आँखै रहेन रहेछ त। ला यसो लुयो त ला, केटी हो। गिफ्ट चाहियो भने भन्नु है। मेरो प्यारा साथीहरू होइन, मेरो लेडिज साथीहरू या मेरो बहिनीहरू क्युट छ है। कति चिसो हावा चल्या हो बाहिर, तर केही छैन गाइज। सबै बोकेर चल्दै हामीलाई सबै दिनु है। हामीलाई फेरि माया गर्नुहुन्छ क्या, सब दिनुहुन्छ फेरि। ल अब भन कसलाई के चाहियो है। रप्छ मसँग गुडियाहरू, मसँग एक झोला उदोसँग पनि छ है, तर त्यसले चाहिँ दिँदैन भन्ने मलाई थाहा होइन, म चाहिँ दिन्छु। अनि हामी चाहिँ रुम फर्किसक्यो है। भन्न देखा सामान देखा। मैले चाहिँ यति धेरै है अकिन फेरि। ओइ झऱ्यो मेरो गुडिया झऱ्यो है। ओके ल भन अब कसलाई के चाहियो है। म रुम गएर सब देखाउँछु के छ। मैले यहाँ ल्याएर राखिसकेँ है, अघि ल्याएको है। यो चाहिँ मेरो अब कसलाई चाहिन्छ भन है। यो हामी अब केटाले राख्दैन नि त। चुप लाग्न। सब तेरो सबै उ राख्ने अरे, मलाई चाहिँ केही नदिने अरे। यता त बाहुन हो कि होइन? म बाहुन हो।
बाहुन हो उहाँमै हो। हुँदैन त्यस्तो तँ यो पालि बाहुन हुनुहुँदैन हेर तैँले यो पालि लोभ गर्ने हुँदैन चिम्पान्जी तैँले यो पालि लोभ गर्नु हुँदैन यो त उयसको यो विकास यसको आँखा छैन के गाइस नहेर्नु नि चल्छ मलाई त पिका पिका यसको आँखा अपरेसन गरौँ न छ भने यहाँ छैन लड्की मलाई सबैभन्दा धेरै मन परेको चाहिँ यहाँ छ कति सफ्ट हो आइज आउँदैन यताबाट हो कि यताबाट हो यसको यस्तो होला यहाँ चाहिँ अर्को दाजु रिसाउनु भएछ है रिसाउनु भयो अरे रिसाउनु नि त भाइ यसको नाम चाहिँ के थियो है मैले बिर्सेँ है सानो यसको भिडियोहरू हेर्छु है यो चाहिँ हेलो किटीहरू हो है यो भुन्टे भाइ पनि के हो थाहा छैन यिनीहरू चाहिँ हेलो किटीहरू हो चिम्पान्जी दाजु हो के भन्थ्यो खै के हो मैले बिर्सेँ है ओके मलाई सबैभन्दा मन परेको चाहिँ यो अब अरू कुरा त्यस्तै होइन गाइस के छ लोभी दाजु हुँदैन त्यसलाई रुखमा झुन्डा थियो मनी प्लान्टमा झुन्डा हुँदैन त्यस्तो मनी प्लान्टमा झुन्डा हुँदैन खोइ सुपर मारियो ए सब तेरो त्यसो भए मलाई यो दिएन त मलाई त गोरिला लान्छ भने मलाई यो चाहियो मलाई यो चाहियो मलाई सुपर मारियो चाहियो मैले स्टार्ट दिएँ गाइस आज एक्लै छु नि त गाइस मेरो साथीहरू भयो आजदेखि यिनीहरूलाई म टक्क आजदेखि सजाएर राख्छु अब यो मैले अब फाल्नु मिलेन है ल्याएपछि होइन सबैलाई टक्क मिलाएर छैन हौ अनि यो चाहिँ मेरो भालु के हो यो चाहिँ मेरो भालु के हो ये क्या है अलिकति मिठो के बनाएकै देख्ने अघि सुन्दै आइपुगिहाल्छ है अनि त्यस्तै गाइस अनि अब भोक लाग्छ नि त खाजा बनाउनु पर्छ हामी नेपाली हो है त्यही भएर अब चटपटी खानुपर्छ अनि टक्क लाएर अब यो मैले पालेको घरको भालु र म मिलेर चटपटी खाने अब टक्क लाएर है हेर्दा त मिठो छ है तर मिठै छ मैले बनाएको मिठै हुन्छ अब हामीलाई मजाले खान्छौँ है A few moments later. अरू कुरा त्यस्तै होइन गाइस अब भ्लग बनाउने चाहिँ भ्लग बनाउने होइन बनाउनु चाहिँ होइन मन लाग्छ है तर हल्का लाज लाग्ने क्या म चाहिँ बुढोकोबाट निस्किसकेँ बुढोले मलाई के भन्नु भन्दाखेरि अब त घरबाट सुत यस्तो राम्रो खाना मलाई बोले लाग्न सक्छ यहाँ हुन्न नि बाबु त्यस्तो यहाँ नबस् बाबु A few moments later. अनि आजको लागि चाहिँ यति नै हामी फेरि नयाँ भिडियोमा भेट्नेछौँ